2083 साल वैशाख महिनाको वैशाख संक्रान्ति तपाईँको शरीरको अङ्गमा कुन भागमा परेको छ र कस्तो फल दिनेछ तपाईँलाई र कस्तो लाभ दिनेछ कि र नोक्सान दिनेछ कि घाटा हुनेछ कि दुःख दिनेछ कि कस्तो फल छ भन्ने कुराको विशेष रूपमा जानकारीलाई भिडियो ल्याएर म उपस्थित भइसकेको छु र तपाईँ यो चाहिँ नक्षत्रको आधारमा वर्णन गरिएको छ। म नक्षत्रको आधारमा भन्दैछु। तपाईँले तपाईँको नक्षत्र थाहा छैन भने तपाईँले तपाईँको नक्षत्र कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। त्यहीमै हामी चाहिँ उत्तर दिनेछौँ। सबैभन्दा पहिला सुरु गरौँ नक्षत्रहरू। अश्विनी, भरणी, कृतिका यी तीनटा नक्षत्र छ। यो तीनटा नक्षत्रको चाहिँ कुन सदीको कुन भागमा परेको छ भन्दा बायाँ खुट्टामा परेको छ। यसको फल चाहिँ के छ त भन्दा विभिन्न ठाउँमा भ्रमण गर्ने, यात्रा गर्ने, यात्रा गर्ने र कुनै पनि नयाँ क्षेत्रमा जाने र कुनै पनि नयाँ चिजको अनुभव गर्ने र अवसर प्राप्त हुनेछ भनेर बताएको छ। अर्को नक्षत्र सुरु गरौँ। रोहिणी, मृगशिरा, आद्रा यो नक्षत्र हुने जनलाई बायाँ हातमा परेको छ भने यसको फल चाहिँ के छ भन्दा अक्षम भन्ने फल रहेको छ। यो चाहिँ तपाईँले कुनै पनि चिज जे चिज तपाईँ माग्नुहुन्छ त्यो चाहिँ तपाईँले सहजै प्राप्त गर्नुहुन्छ भन्ने फल रहेको छ। भक्ष्यम भनेको भिक्षा लिनु र भिक्षा ग्रहण गर्नु र कुनै पनि चिज तपाईँले मागेर प्राप्त गर्ने। तपाईँले कुनै पनि ठाउँमा गएर के चिज माग्नुहुन्छ भने त्यो चाहिँ सहजै तपाईँमाथि प्राप्त हुने र सहजै तपाईँलाई इन्कार नगरेर तपाईँमाथि प्राप्त हुने भन्ने रहेको छ। अर्को नक्षत्र छ पुनर्वसु, तिस्या, अश्लेषा। यसको चाहिँ दक्ष्य करणे भनेको दायाँ हातमा परेको छ। यसको चाहिँ के छ त भन्दा स्त्री लाभम भन्ने फल रहेको छ। यसमा चाहिँ तपाईँलाई पुनर्वसु, तिस्या, अश्लेषा नक्षत्र हुने जनहरू तपाईँलाई स्त्रीबाट तपाईँ सुख प्राप्त गर्ने र तपाईँलाई स्त्री तपाईँ नयाँ जीवनको सुरुवात गर्दै हुनुहुन्छ भने तपाईँको स्त्रीबाट तपाईँलाई सुख मिल्ने र तपाईँ प्रेममा र प्रेम बन्धनमा हुनुहुन्छ भने तपाईँलाई स्त्रीबाट राम्रो र स्त्रीबाट सफल प्राप्त र शुभ तपाईँ वैवाहिक बन्धनमा बाँधिसकिनु भएको छ भने पनि तपाईँले यो नयाँ सालमा तपाईँको वैवाहिक बन्धनमा बाँधिसक्नु भएको छ तर तपाईँको वैवाहिक बन्धनमा विभिन्न प्रकारका चाहिँ झगडा भइरहेका छन् भने यसबाट तपाईँको जीवन सुरुवात राम्रो हुनेछ र उमङ्ग हुनेछ भन्ने बताएको छ। अर्को छ मगा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्ता, चित्रा यो नक्षत्रलाई हुने जनहरूलाई चाहिँ छातीमा परेको छ। छातीमा चाहिँ धन आगमन भन्ने फल रहेको छ। यो मगा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी नक्षत्र हुने जनलाई चाहिँ धन चाहिँ आकस्मिक धन लाभ हुने र राम्रो फल प्राप्त हुने भन्ने बताएको छ। र नयाँ सालमा तपाईँलाई विभिन्न प्रकारका नोकरीमा लाग्नुहुन्छ भने नोकरीबाट अलि तलब बढ्ने र तपाईँ केही प्रोसेसिङमा हुनुहुन्छ भने तपाईँ जागिरमा हुनुहुन्छ भने तपाईँ तल्लो लेभलमा जागिर खाँदै हुनुहुन्छ भने तपाईँ माथिल्लो लेभलमा पोस्टिङ हुने इत्यादि धन लाभ र धन अलि धेरै कमाइ हुने, पैसा आय आर्जन हुने योग रहेको छ। अर्को छ स्वाति, विशाखा, अनुराधा यो नक्षत्र हुने जनलाई चाहिँ मुखमा परेको छ। यसमा चाहिँ के फल रहेको छ भन्दा पाण्डित्यम भन्ने फल रहेको छ। मुखमा तपाईँको मुखमा परेको छ। यो चाहिँ राम्रो र धेरै तपाईँ विभिन्न प्रकारका भाषा बोल्न सक्ने, ठाउँमा जान सक्नुहुन्छ र तपाईँको बोलीले नै अरू मान्छेलाई प्रभावित गर्ने र मोहनी लगाउने तपाईँको बोली त्यस्तो हुनेछ भन्ने बताएको छ। अर्को छ ज्येष्ठा, मूलम, पूर्व छाडा, उत्तर छाडा, श्रावण, धनिष्ठा, शतभिषा यो नक्षत्र हुने जनलाई चाहिँ भूलाभम भन्ने फल रहेको छ। यो भूलाभम भनेको के हो भन्दा भूमि लाभ प्राप्त हुने, तपाईँको जग्गा कहीँ फसेको जति चाहिँ तपाईँमाथि पुनः आउने र तपाईँले जमिन भूमि र तपाईँ घरेरी किन्दै हुनुहुन्छ भने यो किन्दा एकदम राम्रो र भूला भनेको भूमि लाभ र तपाईँलाई कुनै पनि ठाउँबाट भूमि सस्तोमा आउने इत्यादि
र राम्रो हुनेछ र भुलावम भन्ने फल रहेको छ। अर्को छ पूर्व भाद्रपदा उत्तर भाद्रपदा रेवती, यो चाहिँ वाम पादे बायाँ खुट्टामा परेको छ। यसले चाहिँ कष्टम भन्ने फल रहेको छ। यो चाहिँ पूर्व भाद्र उत्तर भाद्र रेवती नक्षत्र हुने जो जन हुनुहुन्छ तपाईँको बायाँ खुट्टामा परेको छ। यसले दिनमा तपाईँलाई कष्ट हुने छ, तपाईँले विभिन्न प्रकारका रोगहरू लाग्ने हुनेछ। त्यसैले तपाईँले त्यो दिनमा के गर्ने त उपाय, योबाट बस्नलाई के गर्ने भन्दा तपाईँले घरमा रुद्री लगाउने, चण्डी पाठ गराउने, भगवान स्थापना सत्यनारायण भगवान र इत्यादि लागबत्ती बाल्ने, जे सकिन्छ आफ्नो इच्छाले त्यो चाहिँ आफ्नो घरमा पूजा गराउने, ब्राह्मणहरूलाई भजन गराउने र विभिन्न सङ्घ संस्थामा विभिन्न आश्रमहरूमा गएर गुरुहरूलाई दान दक्षिणा गर्ने, दुखी गरिबहरूलाई दान गर्दा तपाईँको यो कष्ट भन्ने फल चाहिँ नाश भएर जानेछ, राम्रो हुनेछ, उमङ्ग हुनेछ। अब यसको थोरै जानकारी हामी पढ्नेछौँ, त्यो पनि सुन्नुहोला। र विशेषतः बायाँ खुट्टा जुन बायाँ खुट्टा परेको छ त्यो चाहिँ पर्नेले चाहिँ गङ्गा स्नानमा गएर नारायण पूजा, रुद्रीपाठ, जलधारा, दुर्गा सप्तमी पाठ आदि गरी घिउ, मह, चिनी र डुम्रीले हवन गरेर ब्राह्मण, कन्या र द्रव्यलाई चाहिँ दक्षिणा भोजन गराउने र शान्ति मिल्छ, राम्रो हुनेछ। कष्ट हुने जनहरूले चाहिँ यो गर्दा झन् राम्रो हुन्छ, राम्रो हुने जनले पनि यो गर्दा अझ धेरै राम्रो हुनेछ भन्ने बताइन्छ। वर्षको पूर्वार्धमा मेष र विस्तृत छ र उत्तरार्धमा तुला विस्तृत रहेको छ। यो चाहिँ 6 महिनाको हुन्छ, वैशाख, जेठ, असार, साउन, भदौ, असोज, यो 6 महिनामा यस्तो फल रहेको छ भनेर बताएको छ। हस्त, धन्यवाद, नमस्कार। आजलाई यति नै, अर्को भिडियोमा भेट होला। भिडियो कस्तो लाग्यो, भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर गर्नु नभुल्नुहोला। हस्त, धन्यवाद, नमस्कार। राधे राधे, जय सब।